Hello everyone, good evening from Hong Kong. Welcome to my vlog. Hong Kong चाहिँ यहाँ बेलुका बेलुकानिर चाहिँ यस्तो देख्छ है। अनि आज चाहिँ दिनभरि पानी परेको थियो नि त। पानी परेपछि अहिले भर्खरै रोकिँदा त अमेजिङ देख्छ है। यस्तो दामी यहाँ पर अझ क्यामेराले त यस्तो दामी देखेको छैन। लाइटनिङहरू हुन्छ बिल्डिङबाट राति भएपछि हैन। म पनि हल्का यो भिडियो गरेर चाहिँ तपाईहरुसँग शेयर गर्नु पर्यो। यस्तो छ सबै समुद्र, यो मुनि ट्रेन कुद्छ, त्यसपछि हामी उता कौलुन साइड जाने ट्रेनमा चढेर। यसलाई भन्छ वान चाई एरिया। लेट मी जुम अ बिट। वान चाई एरिया यता पर कौलुन चिम्चासुई द एभेन्यू अफ स्टार्स। यो यताको एरिया पनि पुरा टुरिस्ट एरिया हो। बिल्डिङको कलरहरू चाहिँ यताउता चाहिँ यस्तो देखिरहेछ। यो चाहिँ हङकङको टलेस्ट बिल्डिङ 108। माथि रुफटप बार छ, 5 स्टार होटलहरू। यसरी पुरा बेलुका भएपछि पुरा लाइट सो हुन्छ क्या बिल्डिङतिर पनि, झनै राम्रो देख्छ। यता पनि हेर्नुहोस् न। अनि यो डाँडाको पारी चाहिँ मकाउ हो। चाइना चाहिँ यहाँबाट अलिक देख्दैन रहेछ। यस्तो छ है। The view at this time is super amazing. That is why I feel like vlogging the video. यसरी एकदमै दामी भइरहेछ। IFC 1, IFC 2 बिल्डिङको नाम। यो जार्डिन हाउस यस्तै प्रकारले थुप्रै छ। यसरी लाइट सो हुन्छ राति 11 बजी बन्द हुन्छ यो लाइटहरू चाहिँ बिल्डिङबाट चाहिँ। बिल्डिङको लाइट चाहिँ, तर रोडहरूको त रातैभरि अनै हुन्छ। अन्त एभ्री क्रिसमसको टाइममा चाहिँ यहाँनिर मेला लाग्छ। यहाँबाट चाहिँ यस्तो आउँदो रहेछ भ्यू। नयाँ चिज बनिँदैछ। यहाँबाट त झन् दामी देख्यो नि त। त्यहाँ पर त क्यामेराले चाहिँ कतिको टिपेको छ, तर
with my naked eyes एकदमै दामी देखिरहेछ यहाँ पर चाहिँ ठुलो सिप आएर बसेको रहेछ पानी पर्नु बित्तिकै रोकियो बसेको चाहिँ भिउ चाहिँ यस्तो चाहिँ एकदम मनमोहक मनोरम हुन्छ हेरिराखौँ जस्तै राइट यति नै हो मेरो भिडियो one more time. Bye everyone. Enjoy the night view of Hong Kong.